यो भिडियो स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ हजुरहरूलाई चाहिँ सानो रिक्वेस्ट चाहिँ के छ भन्दाखेरि चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनुहोस् अनि त्यसपछि अरू भिडियोहरू चाहेमा चाहिँ होइन मिठो कमेन्ट छोडिदिनुहोस्, त्यही अनुसार भिडियो चाहिँ राखिदिनेछ। यति भन्दै भिडियो चाहिँ स्टार्ट गर्ने छु है। यचिबानमा छ दाइस्या तुरे आचु खाइनी चुइते तदासी मनो हिरा बिनासा है भनेको छ होइन। अब यो दाइस्या भन्ने बित्तिकै के हो भन्दाखेरि यो चाहिँ टलीहरू भयो नि त होइन। यसको चलाउने बारेमा चाहिँ होइन तदासी कोताए चाहिँ कुन हो भनेको छ। यसको एन्सर छान्नु पर्यो। अब कुन हो भन्दाखेरि चाहिँ अब यो चाहिँ होइन यो निबानको चाहिँ राइट एन्सर हुन्छ। अब कसरी हुन्छ भन्दाखेरि चाहिँ जस्तै दान्सा गा आरु बाइबा भनेको चाहिँ यो चाहिँ होइन जस्तै भर्याङहरू भएको अवस्थामा चाहिँ दाइस्या हिते सिन्चेउनी ऊ खासिमास भनेको छ होइन। यो हामीले यो यसको चाहिँ एन्सर बुझ्नको लागि सिन्चेउ मात्रै कण्ठ गरे पुग्छ होइन। सिन्चेउ भनेको के हो, सावधानीपूर्वक चाहिँ यसलाई चाहिँ ठेल्नुपर्छ भनेको छ नि त होइन। यति भएपछि यो निबानको चाहिँ राइट एन्सर हुन्छ होइन। यसरी चाहिँ बुझ्नु होला। अनि त्यसपछि नेक्स्टमा जाउँ। निबानमा चाहिँ के छ भन्दाखेरि चाहिँ देन्की कि तुरिया चुखाइने चुइते तदासी मनो चाहिँ हेरा बिना साई भनेको छ होइन। अब यो देन्की भनेको चाहिँ बिजुली प्लगहरू चलाउने बेलामा चाहिँ कसरी चलाउने भन्ने कुरा चाहिँ यहाँ छान्नुपर्ने भनेको छ होइन राइट एन्सर चाहिँ। अब यो चाहिँ कुन हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ अब नृत्य तेरे स्वात्य मोही भनेको छ होइन। यो भिजेको हालले चाहिँ छोए पनि हुन्छ भनेको छ नि त होइन। यो मिल्छ त, यो मिल्दैन। त्यही भएर यसको राइट एन्सर चाहिँ निबान हुन्छ होइन। निबान चाहिँ कसरी हुन्छ भन्दाखेरि यो चाहिँ साक्यो गो भनेको चाहिँ यो काम गर्ने बिचमा चाहिँ देनगेन खनाराजु किरे नाकेरबा नारी मासेन भनेको छ होइन। यो चाहिँ काम गरिसकेपछि चाहिँ बिजुली प्लग चाहिँ होइन राम्रोसँग बन्द गर्नुपर्छ भनेको छ होइन। बन्द नगरी हुँदैन भनेको छ नि त, नाकेरबा नारी मासेन भनेको छ होइन। त्यही भएर चाहिँ यसको निबान चाहिँ राइट एन्सर हुन्छ होइन। अब मुसु चौरी हो न चौरी रे वा चुगिनो दोरे देशका भनेको छ होइन। अब यो मुसु मुसु भन्ने बित्तिकै चाहिँ यो कसरी गर्छ भन्ने कुरा भयो। अब यसमा चाहिँ खानेकुरा कुन पर्छ। अब खरागे भनेको त यो पर्दैन होइन। खरागे भनेको यो चाहिँ सिउमाई चाहिँ पर्छ होइन। यसमा अब खरागे भनेको त यो त आबुरा तेलमा पकाउँछ नि त होइन। त्यही भएर चाहिँ यो चाहिँ यो आगेरुमा पर्छ होइन। सिउमाई भनेको चाहिँ यो चाहिँ मुसुमा पर्छ भनेर चाहिँ जान्नुपर्छ होइन। अनि त्यसपछि नेक्स्टमा जाउँ। अब 4 नम्बरमा छ होइन सेन्जौ स्याउदोको किकिनी चुइते साक्किनको वा नानी हो साक्किन देशका भनेको छ होइन। त्यो चाहिँ यो साक्किनको भनेको चाहिँ यो चाहिँ ब्याक्टेरिया मार्ने भनेको है यो चाहिँ होइन। साक्किनको वा नानी साक्किन देशका भनेको छ होइन। यो चाहिँ कुन हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ यसको राइट एन्सर चाहिँ निबान चाहिँ राइट एन्सर हुन्छ होइन। यसको चाहिँ चिउरी किगु बिहिन भनेको छ नि यो चाहिँ होइन। जस्तै साक्किनको मार्नेले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ यो चाहिँ ब्याक्टेरिया जस्तै स्याउदोको होइन धुने भनेको छ। अनि त्यसपछि साक्किनको मार्ने भन्ने बित्तिकै यो चिउरी किगु बिहिन भन्ने चाहिँ राइट एन्सर लाग्छ होइन। अनि त्यसपछि अर्को छ 5 नम्बरमा चाहिँ के छ भन्दाखेरि यो चाहिँ रेउरिनी गुराँसो हेनगा हाइते हाइतारा माजोनी सिनाकेरबा नारी मासिनका होइन। यो चाहिँ जस्तै खानेकुरामा चाहिँ ग्लासको टुक्राहरू चाहिँ छिरेको अवस्थामा चाहिँ के चाहिँ नगरी हुँदैन भनेको छ होइन। अब कस्टमरको खानामा अब ग्लासहरूको टुक्राहरू चाहिँ छिर्यो भने चाहिँ के गर्ने भनेको छ होइन। यो चाहिँ अब के गर्ने भन्दाखेरि चाहिँ ओख्याको सामुन्ने खेकागा आरु कादौखा खाकुनिन सी सुकुने आयमारो भनेको छ होइन। यो चाहिँ 3 नम्बरको चाहिँ राइट एन्सर हुन्छ होइन। कसरी हुन्छ भन्दाखेरि यो चाहिँ कस्टमरलाई चाहिँ होइन चोटपटक लागेको छ कि छैन भनेर चाहिँ चेक जाँच गर्ने। अनि त्यसपछि तुरुन्तै आयामाहरू भनेको माफी माग्ने भनेको छ नि त होइन। निबान अब रोकुबानमा चाहिँ के छ भन्दाखेरि चाहिँ यो चाहिँ क्यासुरेन्जी केसाइनी चुइते होइन तदासी मनो वा नान्देशका भनेको छ। अब यो चाहिँ क्यासुरेन्जीको बारेमा होइन। अब यो चाहिँ कुन हुन्छ भन्दाखेरि चाहिँ यसको चाहिँ राइट एन्सर चाहिँ 2 चाहिँ राइट एन्सर हुन्छ होइन। अब कसरी हुन्छ भन्दाखेरि यो चाहिँ गेन्किन हो चुखा वाजुनी स्योकुजी दाई हो सिहाराउ हो भनेको छ नि त होइन। यो चाहिँ गेन्किन भनेको हो खुद्रा पैसा चाहिँ होइन। चुखा वाजुनी भनेको चाहिँ यो प्रयोग गरेर चाहिँ
सोकु जिताई भनेको यो खाना खाएको पैसाहरू चाहिँ होइन जस्तै तिर्न सकिन्छ विधि हो भनेको छ होइन। अनि त्यसपछि यसको अब नानाबानमा चाहिँ के छ भन्दाखेरि चाहिँ यो सोकुजिनो होइन जस्तै ताइयो खानी चुइते होइन हारारु तो यु नो वा नान्देस्का भनेको छ। यो चाहिँ अब कुन हुन्छ भन्दाखेरि यो हारारु भनेको चाहिँ के हो भन्ने कुरा चाहिँ भयो क्या। अब यो हारारु भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यसको चाहिँ राइट एन्सर भनेको चाहिँ यसको निवान हुन्छ होइन। अब कसरी भयो भन्ला यो चाहिँ इस्ट्रामु क्यौदे युरे सारे तेरु ताबे मनो भनेको छ नि त होइन। हारारु भनेको चाहिँ के हो भन्ने सम्झिनु पर्यो भन्दाखेरि इस्लामी धर्मले चाहिँ होइन खाने कुरा भनेर बुझ्नु पर्यो क्या। अब होइन हाजिबानमा चाहिँ के छ भन्दाखेरि चाहिँ यो चाहिँ निकुरिनी चुइते तादा निकुरिनी चुइते गिउनीको न बुइनो नाखानी आखामी त शिव बुनका यो चाहिँ सुनेना तेरो बुइ वा नान्देशका भनेको छ होइन। यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ गाईको चित्रमा हजुरहरूले पढ्नु भयो होला होइन। यो गाईको त्यो भागमा चाहिँ होइन आखामी तो शिव बुनका सुनेना तेरो भन्ने बित्तिकै चाहिँ कुन हुन्छ भन्दाखेरि यो चाहिँ अब यो चाहिँ खाता 12 आउने बित्तिकै चाहिँ यो जस्तै शिव बुनका होइन सौनिना तेरु भन्ने कुरो चाहिँ सम्झिने होइन। यसको राइट एन्सर चाहिँ सानबान हुन्छ होइन। अब 10 नम्बरमा चाहिँ के छ भन्दाखेरि चाहिँ 10 नम्बरमा चाहिँ हारुरुगी हान्न हो सिमेसु हिफुगा आँखाको नारु होइन। अब जिनमानसिनगा हास्यै सुरुबाई वा दन्ना तायो हो सिमाजका होइन। अब के चाहिँ गर्नुपर्छ भनेको छ होइन। यो चाहिँ आरुरुगी एकदमै आरुरुगीहरू भएको बेलामा होइन हान्नु भनेको प्रतिक्रियाहरू दिएको बेलामा चाहिँ हिफुगा भनेको चाहिँ त्यो छालाहरूमा चाहिँ होइन रातोहरू हुने जिनमानसिन भनेको त्यो कडा खालको होइन प्रतिक्रिया दिने हास्य स्वरूप भनेको चाहिँ पैदा हुने बेलामा चाहिँ दोन्ना ताई हो सिमाजका के चाहिँ गर्नुपर्छ भनेको छ होइन। अब के गर्नुपर्छ त भन्दाखेरि चाहिँ अब हामीले इचिबानको चाहिँ राइट एन्सर हुन्छ होइन। इचिबानको कसरी हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ जस्तै अब हामीले पढ्नु भएको छ होला नि त होइन। अब जस्तै मेजो टेक्यो सी भनेको चाहिँ यो चाहिँ पहिला पानी प्रदान गर्ने होइन उसलाई एलर्जी भइरहेछ भने त होइन छिचो खाने अनि त्यसपछि बास्योहरू ठाउँमा चाहिँ होइन अन्नाइ सिमास गर्नु पऱ्यो भनेको छ नि त होइन। त्यही भएर यो चाहिँ इचिबान चाहिँ राइट एन्सर हुन्छ। नेक्स्ट जाउँ। अनि त्यसपछि सेक्या कुनोको तो बा दे तदासी मनो वा दोहोऱ्याइ देशका भनेको छ यो चाहिँ होइन निवानमा चाहिँ होइन। अब यो पार्ट 2 मा चाहिँ के भनेको रहेछ भने चाहिँ यसको चाहिँ राइट एन्सर छान्नु भनेको छ होइन। यसको चाहिँ कुन हुन्छ भन्दाखेरि चाहिँ यसको इचिबान चाहिँ राइट एन्सर हुन्छ है। यो चाहिँ सेक्या कुनोको तो बा दे तदासी मनो दोहोऱ्याइ देशका भनेको छ होइन। अब यो चाहिँ जस्तै ओक्याको खारा हिराई भनेको चाहिँ होइन आउने बेलामा चाहिँ यो हो हिकी ओकेरु तोकी खासी कुमारी मासिता भनेको छ नि होइन। आउने बेलामा चाहिँ होइन जस्तै खासी कुमारी मासिता भनेको छ होइन त्यो कस्टमर छिर्ने बेलामा क्या यो चाहिँ भन्ने कुरा उकेरु तोकी भनेको चाहिँ आउने बेलामा चाहिँ के भन्नुपर्ने रहेछ खासी कुमारी मासिता भन्ने कुरा चाहिँ होइन राइट एन्सर हुन्छ है। त्यसपछि अर्को भनेको चाहिँ होइन अब यो खाने चिजहरू नि चुइते याकु अनि त्यसपछि चिउरी हो दे तादासी मनाइरा छ। यो याकु भन्ने बित्तिकै के हो पोल्नु भन्ने कुरा जनाउँछ होइन। अब यो चाहिँ कसरी पोल्ने भन्ने कुरा हो होइन। अब के चाहिँ छान्नु पऱ्यो भन्दाखेरि यो चाहिँ अब यो चाहिँ खाने चिजसित आबुरानो नाक्ने जस्तै सेकुजाइ हो यदि चाहिँ चिउरी हो सुरु भन्दाखेरि यो हुन्छ त यो हुँदैन होइन। यसको राइट एन्सर चाहिँ कुन हुन्छ सानबान चाहिँ यसको राइट एन्सर हुन्छ। किन भन्दाखेरि चाहिँ यो याकु भनेको छ नि त होइन। याकु भन्ने बित्तिकै के हो याकु भनेको पोल्नु हो होइन। जस्तै सेकुजाइ हो जस्तै ओभन नादो भनेको चाहिँ यो चाहिँ ओभनहरूमा चाहिँ होइन प्रयोग गरेर ताखाइ उन्दोदे भनेको चाहिँ एकदमै ठुलो आगोको रापमा चाहिँ होइन यो चाहिँ पकाउनुपर्छ भन्ने कुरा क्या। त्यही भएर यो चाहिँ सानबान चाहिँ राइट एन्सर हुन्छ होइन। अनि अब यो अर्को सानबानमा के छ भन्दाखेरि चाहिँ चिउरी के किन्ने चुइदे बुरासु
बुरासुत्तो चिरा तो वा नान देशका भनेको छ। यो बुरासुत्तो चिरा भनेको चाहिँ यो चाहिँ यो के भन्छ, यो चाहिँ रेक्याकुको हो होइन। यसले चाहिँ के काम गर्छ भन्ने कुरा छ होइन। यसको काम भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ जस्तै खानेचु सारेता सेकुइन चाहिँ होइन, किउसोको रेक्याको सुर्किकी भनेको चाहिँ तुरुन्तै चिस्याउने क्या। जस्तै खाना पकाइसकेको खानालाई चाहिँ होइन तुरुन्तै चाहिँ चिसाउने काम चाहिँ यसले गर्छ भन्ने कुरा चाहिँ होइन थाहा हुनु पर्यो। अनि त्यसपछि योनबानमा चाहिँ के छ भन्दाखेरि आनिसी किसुनी चुइते तदासी मलाई हेर बिना चाहिँ भनेको छ होइन। अब यो आनिसी किसु भन्ने बित्तिकै चाहिँ यो के बुझ्नुपर्छ भनेको चाहिँ हामीले चाहिँ होइन यसको राइट एन्सर चाहिँ इचिबान हुन्छ। अब कसरी भयो भन्ला होइन। आनिसी किसु वा गेउ खाइरुनी किसेसिते जस्तै हागेसी फुकुचु हो हाँस्दै सीताको दोगा हारिमास भनेको छ नि त होइन। यो आनिसी किसु चाहिँ केमा लाग्छ भन्ने कुरा चाहिँ हामीले के मात्रै बुझ्नुपर्छ भने यसमा चाहिँ गेउ खाइरुई होइन माछाहरूबाट चाहिँ आनिसी किसु लाग्छ भनेर यो गेउ खाइरुई मात्रै जाने भने नि आनिसी किसु यसको त राइट एन्सर छान्न सकिहाल्छ हजुरले। यति भन्दा होइन नेक्स्टमा छ गोबानमा चाहिँ के छ भन्दाखेरि चाहिँ रेइजौ रेइतोको नो ओन्दो खान्दिनी चुइते तदासी मलाई हेरा बिना चाहिँ भनेको छ होइन। यसमा चाहिँ अब यसको चाहिँ ओन्दो खान्डी चाहिँ कुन हो भनेको छ होइन। ओन्दो खान्डी कुन हुन्छ त अब यसको चाहिँ होइन। अब यो इचिबान चाहिँ राइट एन्सर हुन्छ। अब कसरी भयो भन्दा फेरि रेइजोको नो भन्दा ओन्दो चाहिँ खाकुनिन वा माइनिची खाना राजु सिमास भनेको छ। यो चाहिँ जस्तै रेइजो र रेइतोको नो होइन माथिको क्वेसन राम्रोसँग बुझ्नुपर्छ फेरि होइन। रेइजो र रेइतोको नो ओन्दो चाहिँ खान्डिने चुइते तदासी मोनो भनेको छ नि त। अब फ्रिज र डिफ्रिजको ओन्दो चाहिँ होइन राम्रोसँग चाहिँ चेक जाँच गर्नु पर्यो भनेको छ क्या। खाना राजु सिमास भनेको छ नि त होइन। हुन त यो रेइतोको भएको भए चाहिँ यो निबानको मिल्थ्यो होइन। माइनस जस्तै 15 डिग्री सेल्सियस भन्दा मुनि भनेर पढेको थियो नि त हामीले। तर यसमा चाहिँ होइन रेइजोको भनेको छ। अब रेइतोकोमा चाहिँ 10 डिग्री सेल्सियसदेखि मुनि भनेको छ। यो मिल्यो त मिलेन होइन। रेइतोकोमा चाहिँ -15 डिग्री भनेर पढेको हामीले, रेइजोकोमा चाहिँ 10 डिग्री भन्दा मुनि भनेर पढेको थियो नि त। त्यही भएर यो मिलेन होइन। राइट एन्सर चाहिँ इचिबान नै भयो है। त्यसपछि यो रोकुबानमा चाहिँ के छ भन्दाखेरि चाहिँ यो तामाको चाहिँ कति डिग्री सेल्सियसमा चाहिँ होइन खानेचु सिमासका भनेको ताप दिएर पकाउन सकिन्छ होइन। तदासी मनो चाहिँ हेरा बिना चाहिँ छान्नुहोस् भनेको छ। यो होइन तामाको भन्ने बित्तिकै चाहिँ यो 70 डिग्री सेल्सियसमा 1 मिनटभन्दा माथि भनेर पढेको छ नि त होइन। यो जस्तै यो चाहिँ माछा मासु हो भने चाहिँ 75 डिग्री सेल्सियसमा चाहिँ 1 मिनटभन्दा माथि पकाइन्छ भनेर पढेको थियो नि। त्यही भएर यो चाहिँ अन्डाको चाहिँ कुन भयो 70 डिग्री सेल्सियसभन्दा माथि होइन। अब सोकुचौदोकु योबौनो 3 त्यो 3 गेन्सुकु नि चुइते होइन तदासी मलाई हेरा बिना चाहिँ भनेको छ। यो चाहिँ फुड पोइजनको त्यो योबो भनेको चाहिँ होइन रोकथामको 3वटा सिद्धान्त मध्ये चाहिँ होइन तदासी चाहिँ कोताए चाहिँ छान्नुहोस् भनेको चाहिँ एन्सर चाहिँ होइन। अब यो चाहिँ यसको एन्सर चाहिँ कुन हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ होइन जब हामीले कुन भनेर पढेको छ यो एउटा चुकेनाई फुयासानाई या चुकेरु भनेर पढेको छ नि त होइन। त्यही भएर यसको चाहिँ सानबान नै राइट एन्सर हुन्छ होइन। अनि त्यसपछि रेक्याकुकी नि चुइते फुरियावा रेजो र रेतोको न तदासी मलाई हेरा बिना चाहिँ भनेको छ होइन। यो यसको चाहिँ फुरियावा भन्ने बित्तिकै चाहिँ के सम्झिनु पर्यो भन्दाखेरि चाहिँ हामीले राइट एन्सर चाहिँ होइन सिचुनाई जेन्ताई यो ठुलो खालको होइन भित्र चाहिँ ठुलो खालको त्यो के भन्छ ठाउँहरू भएको त्यसको चाहिँ होइन धेरै सामानहरू हाल्न मिल्ने रेजोको र रेइतोको भनेर बुझ्नुपर्छ होइन। त्यही भएर चाहिँ यो निबान चाहिँ राइट एन्सर हुन्छ। अनि त्यसपछि कुदामनो यी खानु उची दोरे देशका भनेको छ। कुदामनो चाहिँ कुन हो मुनिको होइन। अब फुगु भनेको त्यो माछा भइहाल्यो विषालु माछा होइन त्यो भनेर पढेको थियो नि त होइन। क्याबेज भनेको भेजी भइहाल्यो। त्यसपछि यसको राइट एन्सर कुन हुन्छ मिखान हुन्छ होइन। अनि अर्को छ होइन फुकुसो मितासी नामी चुइते तदासी मलाई इतो चाहिँ हेर भने चाहिँ भनेको छ होइन। यो चाहिँ किन यो चाहिँ कपडा लाउने बेला चाहिँ होइन यसको कपडाको बारेमा सोधेको छ। अब यो कुन हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ सेक्युरिटी नै युनिफर्म हो चुकीमास होइन सफा युनिफर्म चाहिँ लगाउनु पर्यो भनेको छ नि त। त्यही भएर यसको चाहिँ राइट एन्सर चाहिँ निबान हुन्छ होइन। अब अर्को छ होइन खासुतो सेतो नि चुइते तदासी मलाई हेर बिना चाहिँ भनेको छ होइन। खासुतो सेतो भनेको चाहिँ यो के हो भन्दाखेरि यो मरमसला हाल्ने त्यो
सेट हो क्या यो होइन। यति यो मरमसला हाल्ने भनेर सम्झ्यो भने त मिलाइहाल्यो होइन, किनकि यो तेब्रु न होइन ओइतेहरू अच्छा ओइतेहरू चिउरी के सरी चौकी रेउनो सेतो भनेको छ नि त होइन। यो चाहिँ चौमिर्यो भन्न खोजेको हो, यो चौकी रेउनो सेतो भनेको छ क्या। यो मरमसला हाल्ने भाँडो भनेर चाहिँ हामीले चिन्नु पऱ्यो होइन, जान्नु पऱ्यो। त्यही भएर यसको राइट एन्सर चाहिँ कुन हुन्छ भन्दाखेरि चाहिँ इजिबान चाहिँ राइट एन्सर हुन्छ होइन। अब निबानमा छ होइन होजोकेन, जस्तै यो चाहिँ होजोकेन दोयो नो ओक्याको सामागा राइटेन सिता तोके दोन्ना ताइयो हो सिमासका होइन। जस्तै होजोकेन भनेको चाहिँ त्यो कुकुर जस्तै आँखा नदेख्ने मान्छे चाहिँ होइन कस्टमर चाहिँ राइटेन सिता तोके भनेको चाहिँ आउने बेलामा चाहिँ कस्तो खालको चाहिँ हामीले ताइयो गर्नुपर्छ भनेको छ होइन। अब यो कस्तो खालको ताइयो गर्नुपर्छ त होइन भन्दाखेरि चाहिँ यो चाहिँ यसको राइट एन्सर चाहिँ कुन हुन्छ भन्दाखेरि 3 को चाहिँ राइट एन्सर हुन्छ। अब कसरी राइट एन्सर भयो भन्दा होइन अब निन्तेई स्यौ हो खाएको निन्सी भनेको चाहिँ त्यसको होइन सर्टिफिकेटहरू चाहिँ चेक जाँच गरेर हो कि होइन भनेर चेक जाँच गर्नु पऱ्यो नि त होइन। अनि त्यसपछि चाहिँ होजेकेन म ओक्याको सामान ओनाजी दौजी भनेको त्यो चाहिँ हो भने चाहिँ होइन सेकेनी नाइसिमास भनेको छ। त्यही भएर राइट एन्सर चाहिँ सानबान हुन्छ होइन। चुगिनो नाखादे दादासी मनो चाहिँ हेराबिनासाई भनेको छ होइन। अब यसको चाहिँ अब कुन हुन्छ भन्दाखेरि चाहिँ राइट एन्सर चाहिँ अब जस्तै होइन तलको मध्ये चाहिँ राइट एन्सर चाहिँ कुन हो छान्नुहोस् भनेको छ नि त होइन। त्यही भएर चाहिँ यसको राइट एन्सर चाहिँ निबान हुन्छ होइन। अब कसरी भयो भन्दाखेरि होइन यो चाहिँ मोची खाएर ताई ओक्याको सामावा ओमिसिने रुरु हो सितागाते इमास भनेको छ नि त होइन। यो चाहिँ त्यो खानेकुराहरू चाहिँ होइन बोकेर लाने बेलामा चाहिँ कस्टमरको चाहिँ रुल अथवा त्यो पसलको रुल अनुसार चाहिँ लानुपर्छ भनेको छ नि त होइन सोधेर। त्यही भएर यो हुन्छ। अनि त्यसपछि अर्को छ रेउरिनो नाखाने खामिनो के हाइतारा दोन्ना यौनिक ताइयो हो सिमासका भनेको छ तदास मन हेऱ्यो भने चाहिँ अब यो चाहिँ खानेकुराको भित्रमा चाहिँ होइन अब कपालहरू होइन छिरेको अवस्थामा चाहिँ के गर्नुपर्छ होइन अब राइट एन्सर चाहिँ छान्नुहोस् भनेको छ अब होइन। अब यसको चाहिँ अब के गर्नुपर्छ त हामीले होइन अब त्यो छिरिहाल्यो अनि त्यसपछि अब त्यस्तो अवस्थामा चाहिँ हामीले राइट एन्सर चाहिँ कुन हुन्छ भन्दाखेरि चाहिँ यो निबान चाहिँ राइट एन्सर हुन्छ होइन। एपुचुका हाइता जस्तै खेगा हो अथवा रासिनो त्यही के हो सिमास भनेको छ। यो चाहिँ यसको चाहिँ राइट एन्सर कुन भयो भन्दाखेरि चाहिँ यसको चाहिँ निबान चाहिँ राइट एन्सर भयो। अब कसरी भयो भन्ला होइन इबुजुका हाइता रेउरी हो सागेते भनेको निकालेर चाहिँ होइन। जस्तै अब त्यो इबुजु भनेको चाहिँ बाहिरीका अखाद्य वस्तु होइन अथवा यो कपालहरू ढुङ्गाहरू भनेर पढाएको नि त हामीले यिनीहरू चाहिँ निकालेर अनि अथरासी होइन त्यही के हो सिमास भनेको चाहिँ अर्को नयाँ खानेकुरा चाहिँ प्रदान गर्नु पर्यो भनेको छ नि त। त्यही भएर यो चाहिँ राइट एन्सर हुन्छ होइन। अनि अर्को अब गोवानमा चाहिँ के छ आरुरुके हान्नौ सिमेसु हिफुगा आँखाको नारु हो होइन जिनमान सेनगा हाँस्दै सुरुबाइवा दोन्ना ताई हो सिमासका भनेको छ। यो चाहिँ के गर्ने भनेको छ होइन। यो चाहिँ अब के गर्ने भन्दाखेरि चाहिँ यसको राइट एन्सर चाहिँ इजिबान चाहिँ राइट एन्सर हुन्छ होइन। अब कसरी भयो भन्ला अब फेरि आरुरुके भएको बेलामा चाहिँ अब के गर्नु पऱ्यो त हामीले होइन पहिला पानी चाहिँ प्रदान गर्नु पऱ्यो अनि त्यसपछि शान्त ठाउँमा चाहिँ लगेर चाहिँ राख्नु पऱ्यो भनेको छ होइन। अनि त्यसपछि अन्नाइ सिमास भनेको छ नि त अन्नाइ सिमास गाइड गर्नु पऱ्यो भनेको छ नि। त्यसो अब यो अब निबानको चाहिँ के भन्छ सेनाखान हो होइन केनको बुक्किन भनेको चाहिँ होइन सुबियाकु 4-5 पटक चाहिँ होइन तताको किमास भनेको छ नि त। यो चाहिँ के भनेको छ भने यो खानेकुराहरू अड्केको बेलामा चाहिँ हामीले चाहिँ 4-5 पटक चाहिँ तताको गर्नुपर्छ भनेर पढेको थियो नि त। त्यही भएर यो मिल्दैन अनि यो भनेको त्यसपछि राइट एन्सर चाहिँ इजिबान नै हुन्छ होइन। अब यो 6 नम्बरमा चाहिँ के छ भन्दाखेरि चाहिँ गिउनेको बुइनो नाखादे होइन सारुइनो चोकुचो वा नान देशका भनेको छ। यो चाहिँ होइन अब यसको सारुइन भन्ने बित्तिकै चाहिँ यो चाहिँ कुन हुन्छ भन्दाखेरि हामीले कसरी जान्नुपर्छ भन्दाखेरि यो चाहिँ निकुसिचु वा साइको विदेश भनेर पढेको थियो नि त होइन। त्यही भएर यसको राइट एन्सर चाहिँ निबान चाहिँ हुन्छ होइन। अब बुतानेको बुइनो नाखादे रोसु नो तोकुचो वा नान देशका अब रोसु यो चाहिँ इक्जाममा सोध्छ है त्यो अघि नको त्यो सारुइन र यसको चाहिँ होइन
कन्फर्मली आइहाल्छ। त्यही भएर मस्त पढेर जाँदा चाहिँ केही फरक पर्दैन होइन। त्यही भएर यो चाहिँ सोतोगावा न शिव उन्ने आखामी जस्तै उमामी गारिमास भनेको छ नि त होइन। यसको चाहिँ सात यो चाहिँ राइट एन्सर हुन्छ। अनि त्यसपछि अर्को भनेको चाहिँ 9मा चाहिँ के छ भन्दाखेरि चाहिँ अब तेनपुरा अब आगेरु नि होइन चुकी नखाँदै होइन हिचो देशका भनेको छ। यो चाहिँ के छ भन्दाखेरि चाहिँ यो चाहिँ तेनपुराहरू चाहिँ होइन फ्राई गर्ने बेलामा चाहिँ होइन त्यसको नाकानिका जस्तै हिचो देशका के चाहिँ आवश्यक परेको छ भनेको छ होइन 180 डिग्री सेल्सियसमा चाहिँ हामीले पकाउनुपर्छ भनेर पढेको थियो नि त होइन तातो तेलमा चाहिँ। त्यही भएर यसको चाहिँ राइट एन्सर चाहिँ कुन हुन्छ भन्दाखेरि यो निबान चाहिँ राइट एन्सर हुन्छ होइन। त्यसपछि त्यसै यो चाहिँ गरुङ्गो वस्तुहरू चाहिँ होइन ओबदाय मनो गरुङ्गो वस्तु आएको बिखाता नै चुइते तादासी मनो हेऱ्यो भने चाहिँ यो चाहिँ गरुङ्गो वस्तुहरू बोक्ने बेलामा चाहिँ के गर्नुपर्छ भनेको छ होइन। अब यो चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो चाहिँ होइन यसको राइट एन्सर चाहिँ के हुन्छ भन्दाखेरि निबान चाहिँ राइट एन्सर हुन्छ। अब कसरी भयो भन्ला होइन फेरि कसरी भयो भने चाहिँ यो चाहिँ होइन सेनाका हो मासुको नि सित्ते भनेको चाहिँ यो चाहिँ ढाड चाहिँ सिधा बनाएर होइन आसियो नोबासी नगारा भनेको खुट्टाहरू तन्काउँदै जिजिउनी भनेको बिस्तारै चाहिँ मोचिआगोहरू होइन उठाउनुपर्छ भनेर पढ्नु भयो होला नि त होइन। त्यही भएर चाहिँ यो भएको हो। एहे यो त गरेन र है। यो जस्तै यासाइ न होइन सिधै स्योरी नै चुइते कोमेगिरी नै होइन एनकेनी नरिउनी हो किन यो चाहिँ कुन हुन्छ यो चाहिँ वागिरी हो है वागिरी। यो चाहिँ हामीले गर्न बिर्सेछ सरी। अनि यसको होइन अब यो चाहिँ अब यसको होइन चौरीकीको यो चाहिँ कुन हो कुन मिसिन हो भनेर चाहिँ जान्नु पर्यो होइन। यो चाहिँ के हो चुसिन वन्दो के राइट एन्सर। अनि त्यसपछि यो सितानो होइन यसको अब यसको बुई छान्नु पऱ्यो क्या। अब यहाँनिर लोगो देखाएको छ लोगो कुनमा देखाएको छ सार्विनमा देखाएको छ होइन। अनि त्यसपछि यो अब यसलाई कुन भन्छ अब कुन कट अब यो चाहिँ होइन कस्तो काटेको छ भन्दाखेरि चाहिँ यो चाहिँ रानगिरी हो भनेर बुझ्नु पर्यो होइन। यो इक्जाममा आउँछ यो एकदमै सोधिने क्वेसन हो। अनि त्यसपछि अर्को भनेको चाहिँ यो सेकिगाई यो त झन् मोस्ट इम्पोर्टेन्ट। यो चाहिँ होइन खामिजरा सिमोजोका हो। त्यही भएर यसको चाहिँ कोनो रेस्टुरेन्ट हो मिते होइन खामिजा वा नान्देसका भनेको छ खामिजा। यसको राइट एन्सर चाहिँ यो हुन्छ इचिबान। अनि त्यसपछि यो चाहिँ होइन यो मिसिन पनि कन्ट गरेर राख्नु होला। यो चाहिँ होइन कोन्बे यो चाहिँ होइन कोन्बे ताई यतिको के रहेछ यो कोन्बेता फोसेन्जोकी भनेर चाहिँ होइन हामीले कन्ट गर्नुपर्छ। यो चाहिँ यसको चाहिँ राइट एन्सर चाहिँ यो हो है। 7 नम्बरमा चाहिँ के छ भन्दाखेरि यो चाहिँ चिउखा यो चाहिँ चाइनिज खानेकुरा हो नि त होइन। चाइनिज खानेकुरामा चाहिँ हामीले गोलो टेबलमा चाहिँ पकाएर के अरे राखेर खाइन्छ भनेर चाहिँ पढेको होला होइन। त्यही भएर चाहिँ यो चाहिँ ए हुन्छ। अनि त्यसपछि यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ यो के भएको हो यो चाहिँ कौसा होसेन होइन। त्यही भएर यसको राइट एन्सर चाहिँ यो हुन्छ। अब के गरी होइन माथि अब माछा छ अब माछा होइन मुनि अब माछाको रगत चाहिँ भेजिटेबलमा लागेको छ भनेपछि त के भयो त यो होइन। यो चाहिँ होइन यो चाहिँ प्रदूषण भयो। त्यही भएर कौसा ओसेन भनेको के हो अब दुईवटा ओसेन पढेको होला एउटा निजी ओसेन र कौसा ओसेन त्यो अर्को त्यो हुन्छ क्रस प्रदूषण र मध्य प्रदूषण भनेर होइन। अनि कोनो रेस्टुरेन्ट रेउरिन हासाब्ने चाहिँ त्यो होइन कुन ग्रुपमा पर्छ भनेको चाहिँ अब यो चाहिँ कुन ग्रुपमा पर्छ भन्दाखेरि यो चाहिँ इचिबान यो याको भनेर पढ्नु भयो होला। याको भनेको यही हो है। यो चाहिँ अब ठाडो गरेर के गरिरहेछ यो भन्दाखेरि चाहिँ यसले चाहिँ होइन जस्तै चिउमन गरिरहेछ नि त होइन। अब यसमा चाहिँ हिसाबमा चाहिँ कसरी आयो भन्दाखेरि चाहिँ यो चाहिँ होइन अब 4 को महिना 10 गते चाहिँ होइन जस्तै यो चौमिड्यो चाहिँ खाइमासित किन्यो भनेको चाहिँ चौमी किगेन चाहिँ होइन 5 को महिना 6 गते चाहिँ त्यसको रुल अनुसार चाहिँ होइन अब 10
10 गतेभित्र चाहिँ यो चाहिँ चुखाबारेमा यो चाहिँ प्रयोग नगरी हुँदैन भनेको छ। अनि अब यो चाहिँ होइन 4 महिना 15 गते चाहिँ खोल्यो भने चाहिँ कहिलेसम्म प्रयोग गर्न सकिन्छ भनेको छ। अब 10 र 15 जोडिदिने अनि सिधै कति आउँछ 24 चाहिँ राइट एन्सर हुन्छ होइन। अब यसको चाहिँ कुन हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ होइन जिउको इन भनेको चाहिँ यो चाहिँ कर्मचारीहरू चाहिँ होइन अब एकजना कर्मचारीले चाहिँ होइन 10 मिनटमा चाहिँ 35 पो बनायो भने चाहिँ होइन अब त्यसपछि बनाउन सकिन्छ भने चाहिँ अब जिउको इन भनेको 5 जना मान्छेले अब 60 मिनटमा कतिवटा बनाउन सकिन्छ भनेको छ होइन। अब यो चाहिँ कसरी गर्ने भन्दाखेरि यो 10 भागा 35 हानिदिने होइन अब त्यहाँ जति आउँछ अब त्यसलाई अब त्यसपछि 60 अनि त्यसपछि 5जनालाई गुणन हानिदिने अनि त्यसपछि होइन 10 भागा चाहिँ 35 हानिदिने जति आउँछ त्यसलाई 60मा इन्टु हानिदिने अनि त्यसपछि 5लाई चाहिँ अनि फेरि 5ले इन्टु हानेपछि चाहिँ यो चाहिँ होइन 1050 चाहिँ राइट एन्सर आउँछ है। अनि त्यसपछि अर्को सानमानमा चाहिँ के छ भन्दाखेरि चाहिँ यो चाहिँ एकजना मान्छेले 10वटा डिस्टर्जेन्ट चाहिँ इपाए एकपटकमा चाहिँ जस्तै 380 मिलिलिटर चाहिँ होइन हाइरिटो जस्तै ननपाई चाहिँ नारी मासुको कति चाहिँ हुन्छ भनेको छ होइन। यो चाहिँ कस्तो गर्ने भन्दाखेरि यो चाहिँ 10 जस्तै 380लाई होइन 10ले भाग गरिदिनु सिधै एन्सर चाहिँ आइहाल्छ होइन। एन्सर चाहिँ कति आउँछ भने चाहिँ एन्सर चाहिँ यो 26 चाहिँ राइट एन्सर हुन्छ है यसको चाहिँ। ए माथिको चाहिँ यो एन्सर भन्ने विषय चाहिँ होइन 1050 फेरि हाम्रो अहिले मिल्दैन फेरि त्यही भएर अब यहाँनिर चाहिँ होइन अब 200 ppm यो ppm निकाल्ने भनेको छ होइन। ppm चाहिँ कसरी निकाल्ने भन्दाखेरि चाहिँ यो चाहिँ अब जस्तै हामीले 200 ppm च्याउदुको चुक्रो नुनी होइन 6.2 cc चाहिँ गेन्जा यो चाहिँ आवश्यक पर्छ। अब 2 लिटर चाहिँ होइन मिजुका च्याउदेश छ होइन 2 लिटर पानी चाहिँ आवश्यक पर्यो भने चाहिँ अब 31 cc बनाउन चाहिँ कति पानी चाहिन्छ भनेको छ होइन। अब 31 cc भनेपछि चाहिँ के गर्ने अब यो चाहिँ सिधै के गर्ने भन्दाखेरि 31 भागा 2 हानिदिने बित्तिकै कति आउँछ 46 यसमा चाहिँ यसको एन्सर चाहिँ कति हुन्छ भन्दाखेरि चाहिँ यसको 10 लिटर चाहिँ एन्सर हुन्छ है। अब 5जना मान्छेले चाहिँ होइन जस्तै गौके भनेको चाहिँ यो चाहिँ होइन अनि त्यो चाहिँ त्यसको मूल्य क्या मूल्य चाहिँ कति भयो भन्दाखेरि चाहिँ सबै मूल्य चाहिँ 18,400 देशिता भयो भनेको छ होइन। अब त्यसपछि 5जना गयो फेरि अनि त्यसपछि एकजनाले चाहिँ कति 400 ऐन चाहिँ तिर्यो भनेको छ होइन। अब बाँकी बसेको चाहिँ 4जनालाई चाहिँ के गर्नु पर्यो भने जस्तै बाँड्नु पर्यो क्या जस्तै वारुतो यो कुरा नि नारी मासका हुँदैछ बाँड्यो भने चाहिँ कति हुन्छ भनेको छ। अब यो 4000मा चाहिँ होइन 18,400मा 4000 घटाइदिने अनि त्यसपछि 4जनालाई डिभाइड गरिदिने होइन। अब त्यति गरिसकेपछि एन्सर चाहिँ कुन आयो भन्दाखेरि चाहिँ 36 चाहिँ एन्सर आउँछ होइन। रिजल्ट हेरौँ हाम्रो ल रिजल्ट पनि 180मा 80 नै आएको छ है।